पनि लुकिदिन्छन्। यानी सरिता जुन घरबाट रोएर निस्किन्छन् नि आमा बाबाहरू, जुन घरबाट रोएर निस्किन्छन् नि आमा बाबाहरू, कसम होला त्यो घरको सुख शान्तिको दियो सबैलाई नै निभिदिन्छ। आफ्ना हजार सपनाहरू बेचेर हुर्काउँछन् हामीलाई उनीहरू, आफ्ना नि आफ्ना हजार सपनाहरू बेचेर हुर्काउँछन् हामीलाई उनीहरू। सकेसम्म नि छातीमै गाँसेर राख्न खोज्छन् उनीहरू। तर जब हुर्कन्छन् ती सन्तान र फेरि बच्चा बन्छन् आमा बाबाहरू, तब किन वृद्धाश्रमको जीवन काट्न बाध्य हुन्छन् उनीहरू? तब किन